हे गाइस सबैजनालाई टासिदिले एन्ड नमस्ते हजुरहरूलाई सो आजको यो व्लग म नेपाली भाषाबाट बोल्ने भयो किनभने मेरो इन्स्टाग्रामको फ्यामिलीहरूले भनेको थिए कि तपाईँ सिक्किमबाट हो अन्त एकचोटि व्लग नेपालीमा बनाइदिनुहोस् न भने मेरोमा यति साह्रो नेपाली त राम्रो आउँदैन तर पनि म आफ्नो 100बाट 80% चाहिँ म अलिकति राम्रोसित कुरा गर्नको लागि ट्राई गर्दैछु सो यो मेरो फर्स्ट टाइम नेपाली व्लग हो त सबैजनालाई होप यु गाइस लाइक इट एन्ड लभ इट सो एभ्री चाहिँ हाम्रो गुम्बामा पूजा राख्छ है त्यसले गर्दा म उहाँको लागि रेडी गर्दैछु भन्नुमा चाहिँ मेरो यो आई शेडो पैलेट बहुत ही अच्छा था पर पता नहीं मेरे बच्चे ने कहाँ से देख लिया और उसको तोड़ दिया ओ आइएम सरी है मैले हिन्दी पनि मिक्स गरिदियो है किन गर्दा अब के भन्नु अन्त सब नेपाली यति साह्रो राम्रो त आउँदैन तर पनि मैले नेपाली अब कोसिस चाहिँ गर्दैछु तर पनि अब बिचबिचमा मैले नेपाली र हिन्दी मिक्स गर्नु पर्यो सरी तपाईँहरूलाई ओके गाइस द्याट्स माई फाइनल लुक अन्त मेकअप त भइसक्यो अब लुगा लाउनु पर्यो है लसोला अन्त गुम्बा जाने अगाडि हामी ट्रेडिसनल ड्रेस लाउनुपर्छ लाइक चुप्पा हुन्जु एन्ड हाम्रो पाङदिन बिहा गरिसक्यो भने पाङदिन लाउनुपर्छ अन्त म त इयररिङ लाउनु त भुल्नु आँटेको थिएँ अन्त यो ग्रिन कलरको इयररिङ लगाएको छु मैले मेरो सुब्बासँग म्याचिङ अनि या द्याट्स इट अनि लेट्स गो सो म घरबाट निक्लिसक्यो अन्त यो हो टुडेज वेदर अफ रावंगला अंत आजकल का वेदर भी बहुत ही गर्म होता है पता नहीं एक बार धूप आ गया तो हमारे लिए इधर उधर जाने के लिए भी बहुत दिक्कत होता है बहुत ही गर्म है फेरि मैले अब हिन्दीमा बात गर्यो अन्त लु हामी गुम्बा आइसक्यो अन्त अब यहाँ पूजा गर्नुपर्छ फर्स्टमा साङसल अनि त्यसको बादमा हामीहरू पूजा स्टार्ट गर्नुभयो सो आजको यो ब्लग एज पर डिमान्ड मैले नेपाली भाषाबाट बोलेको थियो अन्त तपाईहरुलाई राम्रो लाग्यो भने डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्स्क्राइब अनि तपाईहरु सम्झिने होला यो केटी त के भएको यो केटीले नेपाली राम्रोसित बोल्नु बोल्न बियर पनि भने त्यसमाथिबाट हिन्दी पनि थप्यो भनेर अनि आई एम रियली सरी फर द्याट हो म चाहिँ हुनु चाहिँ सिक्किमबाटै हो तर यति साह्रो नेपाली आउँदैन पर्फेक्टली हो तर पनि मैले जरुर कोसिस गरेको थियो अन्त होप यु गाइज डोन्ट माइन्ड aduh
Hope you guys like my video and stay tuned for the next vlog.